बालेन शाह पक्राउ पर्ने सम्भावना, उनलाई गिरफ्तार गर्नुपर्ने रिजालको माग। बालेन र गृहमन्त्री ओम प्रकाश अर्याल आम्ने सामने। दर्शकबिन, नेपालको तीव्र राजनीतिक परिवर्तनको बीचमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र गृहमन्त्री ओम प्रकाश अर्याल बीच देखिएको तनावले यति बेला नयाँ बहस पैदा गरेको छ। फेरि एकपटक गृहमन्त्री अर्याल र मेयर बालेन आम्ने सामने भएका छन्। ओम प्रकाश अर्याल काठमाडौँ महानगरका मेयर बालेन शाहका लामो समयका कानुनी सल्लाहकार थिए। जेनजी आन्दोलनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढालेपछि बनेको प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम मन्त्री परिषदमा अर्याललाई गृह तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएको थियो। यस नियुक्तिमा पनि बालेनको प्रभाव रहेको मानिन्छ। तर अर्यालको मन्त्रीकालमा देखिएका केही निर्णयहरूले बालेनसँगको सम्बन्धमा यति बेला चिसोपन ल्याएको छ। बालेन र अर्याल बीच केही समय अघि नै सम्बन्धमा दरार आइसकेको थियो। उनीहरू बीच प्रत्यक्ष संवादको स्थिति बनेको थिएन। यस्तो अवस्थामा बालेनले काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डे वा पूर्व प्रहरी मीरा चौधरीलाई गृहमन्त्री बनाउन खोजेका थिए भन्ने चर्चा पनि थियो। तर सम्भव नभएपछि प्रधानमन्त्री कार्कीले नै रोजेका अर्याल गृहमन्त्री बनेका हुन्। यसै क्रममा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गराउने दबाब बालेनले दिएको, तर काम हुन नसकेपछि गृहमन्त्री अर्यालको काम सकिएको ठान्दै बालेनले हटाउने प्रयास थालेका थिए। ओली र लेखक मात्र नभई अन्य केही पात्रलाई पनि पक्राउ गर्नुपर्ने माग राख्दै आएका बालेनको दबाब सरकारको कानुनी धारा पल्टाउन पुग्दा उनी असन्तुष्ट बनेका छन्। यो विवाद केही समय अघि सामाजिक सञ्जालमा व्यापक आएको थियो। सामाजिक सञ्जालमा गृहमन्त्री अर्याललाई हटाउन ट्रेन्ड नै चल्यो। बालेनको टिमले ट्रेन्ड मार्फत उनलाई राजीनामा दिन बाध्य पार्ने वा प्रधानमन्त्री कार्कीलाई लगाएर हटाउने रणनीति अघि बढाएको चर्चा चलेको थियो। तर ओली र लेखकलाई पक्राउ नगरेको न्यू बनाउँदै अर्याललाई हटाउने प्रयास तीव्र भएपछि बालेनमाथि समेत तीव्र आलोचना भएको बुझिएको छ। यसै बीचमा बालेनले फेसबुकमा एउटा अपत्यारिलो स्टाटस राखे, जुन स्टाटसले यति बेला बालेनलाई पक्राउ गर्नुपर्छ भन्ने आवाजहरू तीव्र रूपमा सुनिन थालिएको छ। जब बालेन चुप बस्दा आलोचना बढ्छ, बोल्दा धक्का पुग्छ। यही दुवै पक्षलाई असहज बनाउने व्यवहार नै यति बेला बालेनलाई विवादास्पद बनाउने आधार बनेको छ। यता बालेन शाहको बढ्दो प्रभाव र युवा नेतृत्वको केन्द्रीय राजनीतिमा हस्तक्षेपलाई उजागर गरेको छ। गृहमन्त्री अर्याल र मेयर बालेन बीचको खटपटको सम्बन्ध सतहमा आएका छन्। त्यही बीच काठमाडौँका मेयर बालेन शाहको कम बोल्ने तर काम देखाउने मोडेल नेपाली राजनीतिमा एउटा असहज समानान्तर केन्द्र बनिसकेको छ। उनी कुनै दलको अध्यक्ष होइनन्, तर दलका ठूला अध्यक्षहरूसँग बराबरी राजनीतिक प्रतिस्पर्धा भने राख्दै आएका छन्। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेपाली राजनीतिमा देखिएको एक दुर्लभ र विरोधाभासपूर्ण व्यक्तित्व हुन्। बालेनको उदय, काम गर्ने शैली र त्यसपछिका विवादहरूले नेपालको पुरानो राजनीतिक संरचनामा गहिरो दरार सिर्जना गरेका छन्। मौन रहे पनि उनी कसरी यो उचाइमा पुगे र उनलाई लुसिफरको छायामा उभ्याउन खोज्नेहरूलाई किन त्रास छ भन्ने विषयले यति बेला चर्चा पाइरहेको छ। बालेनमाथि भइरहेको आलोचनाको आधी उनको दूरदर्शिता भन्दा बढी पुरानो राजनीतिक वर्गको त्रासको पराकाष्ठा हो। नेपाललाई अब विकल्प दिने समय आएको छ। बालेन शाहको मौनताले उनलाई रहस्यमय बनाएको होला, तर अब उनले आफ्नो भिजनलाई स्पष्ट र सङ्गठित रूपमा प्रस्तुत गर्दै जानुपर्छ। उता नेकपा एमालेका नेता विष्णु रिजालले मेयर बालेन शाहलाई अविलम्ब गिरफ्तार नगरे देशमा अराजकता र मुठभेड बढ्न सक्ने टिप्पणी गरेका छन्। उनले फेसबुकमा एउटा स्टाटस लेख्दै यस्तो टिप्पणी गरेका हुन्। नेपालमा गाँजा प्रतिबन्ध रहेको बताउँदै उनले बालेनले गाँजा खाएर बोल्ने गरेको भन्दै गृहमन्त्री ओम प्रकाश अर्याललाई सिंहदरबार जलाउने बालेनलाई अविलम्ब गिरफ्तार गर्न माग गरेका छन्। बालेन शाहले हद नाग्दै गएका छन् र देशमाथि खतरा बनिरहेका छन्। नेपालमा गाँजा प्रतिबन्धित छ, रिजालले सामाजिक सञ्जालमा लेखेका छन्। गृहमन्त्री ओम प्रकाश अर्यालले सिंहदरबार जलाउने मत्यार बालेनलाई अविलम्ब गिरफ्तार गर्नुपर्छ, नत्र अराजकता र मुठभेड बढ्छ। त्यस्तै गृहमन्त्री अर्याल र मेयर बालेन बीचको सम्बन्ध खटपटको चर्चा सेलाउन नपाउँदै दुई निकायका प्रहरी आम्ने सामने भएका छन्। आइतबार काठमाडौँ महानगरपालिकाले थापाथली स्थित राम मन्दिर परिसरमा अवैध रूपमा निर्माण भएका भौतिक संरचनामा डोजर चलाएको थियो। महानगरले सम्पदा क्षेत्र खुला राख्ने र संरक्षण गर्ने उद्देश्यका लागि उक्त संरचनाहरू भत्काएको जनाएको छ। महानगर प्रहरी बिहानै डोजर सहित प्रभागमा पुगेको थियो। सम्पदा जग्गामा अवैध अतिक्रमण गरेर बिट खडा गरिएको भन्दै महानगरले संरचना हटाउने तयारी गरेको थियो, तर अनाधिकृत ट्राफिक प्रहरी प्रभाव हटाउने तयारी भएको सुइँको पाएपछि गृहमन्त्री ओम प्रकाश अर्यालले डीएसपी को कमान्डमा फोर्स खटाएका थिए। यसपछि नेपाल प्रहरी र महानगर प्रहरी बीच झण्डै मुठभेडको स्थिति सिर्जना भयो।
राम मन्दिर परिषदमा रहेको ट्राफिक कारले भत्काउन महानगरले ठूलो संख्यामा नगर प्रहरी पठाएको थियो भने त्यसलाई रोक्न नेपाल प्रहरीको पनि बाक्लो उपस्थिति थियो। महानगरले ट्राफिक प्रहरी प्रभाग हटाउन कुनै समय नै नगरेको प्रहरीले जनाएको छ। त्यस्तै विवाद बढेपछि ट्राफिक प्रहरी प्रभाग तत्काल भत्काउने काम रोकिएको छ। थापाथली स्थित राम मन्दिर परिषदमा रहेको ट्राफिक प्रहरी प्रभाग हाललाई नभत्काउन भनिएको छ। प्रहरी कमान्डले अनुमति दिए भने मात्र यो कार्य अगाडि बढाउन भनिएको छ। अहिले प्रहरीलाई बस्न समेत समस्या भएको कारण तत्काल भत्काउन नदिएको प्रहरीले बताएको छ। महानगरपालिकाले यसअघि पनि धोबीखोला, टुकुचा, विष्णुमती र मनोहरा करिडोर क्षेत्रमा डोजर चलाएर मापदण्ड विपरीतका संरचना हटाउने प्रयास गरेको थियो। तर धेरैजसो ठाउँमा कानुनी प्रक्रिया र सरकारी सहयोग नपाएपछि उक्त काम अधुरै रह्यो। 3 वर्ष अघि थापाथलीमा सुकुम्बासी बस्ती हटाउने क्रममा स्थानीयले प्रतिकार गरेपछि महानगरले डोजर रोक्नु नै परेको थियो। त्यतिबेला महानगर प्रहरीहरू घाइते समेत भएका थिए। महानगरले त्यसपछि प्रहरी र सरकारसँग सहयोग मागेको थियो, तर आवश्यक सहयोग नपाएपछि यो अभियान रोकिएको थियो। यसपटक भने जसरी पनि अतिक्रमित जग्गा फिर्ता ल्याउने महानगरको योजना असफल भएको छ। यस्तो पृष्ठभूमिमा महानगरको कदमलाई गृहमन्त्रीले साथ नदिएको आशंका बालेनलाई पर्न थालेको छ। महानगरले संघीय सरकारमा गृहमन्त्रीमाथि नभएर शहरी विकास मन्त्री कुलमान घिसिङको विश्वासमा अघि बढ्न लागेको संकेत गरेको छ। दर्शकबिन, हामीले समाचार स्रोतका लागि विभिन्न अनलाइन मिडियालाई लिएका छौं। तपाईलाई हाम्रो भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला।